हेलो गाइज सो गाइज लेट्स गो रेसिङ्गा आज चाहिँ म र कुमार भएर रेसिङ्गा जाँदैछौँ चलपलपारामा हामी चाहिँ यहाँ बासगारीबाट निक्लिन लागेको चाहिँ हाम्रो मिठा बात हुँदै कुमार र म चलपल दिदी भन्न नि मिलेन सो सबैले सपोर्ट गरिदिनु पर्यो यहाँ केटाहरू हाम्रो क्रिकेट खेल्ने ठाउँ यही हो होइन अब हाम्रो यहाँ ट्याक्क पारामा हाम्रो 200मा कुमार राइडर म चाहिँ पछाडि बस्ने त्यहाँबाट पछिबाट मिठा बात गर्दै सो सबैले हेरिदिनु पऱ्यो त्यही हो माया गरिदिराख्नु भएको ल चाहिँ ल जाने हो ल चाहिँ ट्याक्क पारामा हामी चाहिँ सरर कहाँ अरे कुमार ए होइन उहाँ गर्छुरा हामी फेरि टिटर रोड बस्ती सधैँ यसरी यहाँबाट हाम्रो गुल्मी तम्घास देखिन्छ कहाँ देखिन्छ अरे गुल्मी कहाँ रे तम्घास चाहिँ सर्ट अब चाहिँ हामी माथि कहाँ रे भएन र गीत गाइदिनु भल गरान मजा आएन र भन्छ बोलिरहेको त यी मिठो अब यहाँ हामीले चाहान्डामा आयो यहाँ चाहिँ हाम्रो बमी क्याम्पस हो वहाँ पिर्ती हाल्यो आर्ता धुलो उडाएन अरे मौसममा चलपलदेखि हेऱ्यो कि सट्ठ पारामा चाहिँ हामी यो कुकुरले के गरे हो ल सर हामी चाहिँ सट्ठ पारामा सबैले हेरिदिनु पर्यो है अब चाहिँ हामी चाहिँ 12 पढेर अब चाहिँ इक्जाम आइरहेको 12को सो सबैजनाले पढो होइन नपढेर दुःख पाइन्छ त्यसपछि अब मेहदी बन्ने टाइम पनि आएको छ मेहदी पनि बन्नुपर्छ अब त 84मा मेहदी पनि बन्नुपर्छ 12को केटाहरू सब चाहिँ रेसिङ जाने बाटो चाहिँ ट्याक्क देखिँदैछ नदेख्ने मान्छेले चाहिँ देख्नु पर्यो अब यहाँबाट चाहिँ हामी उनको लाग्छ सो सबजना देख्यो अनि यो चाहिँ रिडर्सको स्टुडेन्टहरू टक्क पारामा चाहिँ कति मिठो मजा आयो यस्तो हुन्छ कि कस्तो हुन्छ भन्दा हामी त यो एबिएस इबिआई चाहिँ मैले त्यही हो अब उसले नि भलकिङ गर्छन् त्यही हो 700 कोट माया गरिदिनु गाइज के भनिदिउँ होइन उसले बुझिरहेको छ अब ट्याक्क पारामा गोर्जुरामाथि सन्तान पर्ने हुन्छ हाम्रो राइड चाहिँ ट्याक्क गोर्जुरामाथिसम्मको होइन नुना मारेसम्मको राइड लिनु पर्ने हुन्छ सो गाइज त्यही हो ल गाइज यो चाहिँ गुल्मी तम्घास हो होइन को जान आउनु भएको तम्घास को आउन छैन यसो लाइक कमेन्ट गरिदिउँ होइन ठ्याक्क को आउन होइन यो चाहिँ माथि यो ठाउँ के रे कुमार यो त यताको यता ल खानीगाउँ एरियाबाट यहाँ देखिन्छ सो सही आइदिनु पर्यो हेरिदिनु पर्यो है ल तम्घास कोलाई थाहा छ ल ट्याक्क कमेन्ट गरौँ त ल चट्ट पारामा नगर्ने र कमेन्ट किन थाहा नहुने हो र तिमीलाई र मलाई थाहा त्यही पनि मैले चिनाइदिन्छु यो तम्घास हो यहाँबाट माथि रेसिङ्गा गइन्छ त्यही हो अरू सुनाउ के छ खबर ताजा हुनु अब के अरे ट्याक्क हावा खानु पऱ्यो शीतल खानु पऱ्यो भनेर निक्लेको माथि नखाने र हावा खाने लास्ट बोरिङ भयो कि दिउँसभरि सुत्थ्यो कि होइन सुत्थ्यो त्यही हो सुत्न नि पऱ्यो त्यस्तै त हो अब इक्जाम आयो पढ्ने नि हो सुत्ने नि हो त्यही हो तर गाई चाहिँ इक्जाम आयो यहाँ भनेर सोचेर डिप हुन्न कि होइन चिनमा देशी सब मलाई देखाइदिउ त म इक्जामको बेला इक्जामको बेलामा कस्तो थियो भने तिमी चाहिँ यस्तै हिँडिदिने रमाइलो गरिदिने त्यही हो कि नै
त्यो ट्याक्क यो के अरे यो गाडीमा को चढ्नुहुन्छ भनिदिनुहोस् है मैले चढाइदिन्छु यो गाडी जमानादेखि अब को चढ्ने र त्यस्तो गाडी होइन कोही चढ्न छ भने टडकमा नचढेको यहाँ चढ्ने होइन र त्यसो के चढ्ने त लगेर त्यो घर आछिरहेको हुन्छ लगेर देखा टडक छिरे दुईवटा 4वटा टायर भएपछि त 6वटा टायर भएपछि त टडक भयो के अरे हो कि नि ल भन तँ 6वटा टायर अब त्यो यस्तो हुन्छ नि त दुईटा टायर कतिवटा टायर दुईटा टायर बाइक नि हुन्छ होइन हुन्न स्कुटी नि हुन्छ साइकल नि हुन्छ त्यो कुरा फरक हो 10 चक्रे ट्रक नि हुन्छ 6 चक्रे ट्रक नि हुन्छ 24 चक्रे नि हुन्छ होइन सही हो केटा मैले यिनीसित बोल्न सक्दिनँ त्यही भएर मैले नाच्ने अब अर्को टपिक्समा जानु पर्यो ल यो त मिठो छ हावाहुरी ला होइन तङ्गासमा गर्मी बढिसक्यो बुटोलमा त झन् बढ्यो त्यही हो अब बुटोलमा नाङ्गे हिँड्छन् सबै त्यही हो अब पुर्छ बेसी हेर्न जाने हो मनी त्यही हो चल पल त्यही हो ल सरर रेसुङ्गा जाम अब चाहिँ सट्टपारामा रेसुङ्गाको यो बाटो यहाँ माथि चौपारीबाट निक्लिनु लाग्यो रेसुङ्गा अनि त्यसपछि चट्टपारामा चाहिँ रेसुङ्गा देखिन्छ अनि त्यसपछि यहाँ चाहिँ अफरोडिङ छ होइन कोही राइडरहरू आउनु भने अफरोडिङ छ अब हामी जस्तो राइडरलाई त फेरि चलपल छुट्टै छ अब यस्तातिरले थिरिक्क गर्दैन सिधै त्यही हो अप्पर मुस्ताङ जाँदाखेरि अलिअलि गाह्रो हुन्छ अझ गाह्रो हुन्न अप्पर मुस्ताङ यहाँ त गाह्रो हुन्छ ढोरपाटन जाँदै फेरि हुन्न ढोरपाटन त चलपल हो अप्पर मुस्ताङ गयो तिमीहरू गइ होइन अनि त मुस्ताङ तल्लो मुस्ताङको बाटो नि त्यस्तो हार्ड होइन के यो हाम्रो गुल्मी तङ्गसमा त होइन दुर्गेश थापा नि आउने भएन रे अब पुरा सुनो हुने भयो यार होइन दुर्गेश थापाले केटो हेरे कता हिँडेको पट भएर हट भएर सेक्सी भएर कति रमाइलो भइरह अब त अब भन्नै सकिन्न हेर्नलाई भिडियो ल गाइस हामी चाहिँ गोर्जुरा छिरिसकेको छौँ सबैलाई थाहा होला सो गोर्जुरा भन्ने चाहिँ रेसुङ्गा हाम्रो रेसुङ्गा लेखेको चाहिँ हाम्रो रेसुङ्गा हो अनि त्यसपछि ठ्याक्क गोर्जुरा छिरेको अनि गोर्जुरा हाम्रो गोर्जुरा पार्क भनेको गोर्जुरा पार्क भनेको यहाँबाट जाने हो अनि त्यसपछि हाम्रो रेसुङ्गा हो गोर्जुरादेखि चलपल छुट्टै छ यहाँ चाहिँ नास्ता खाने ठाउँ अनि यस्तो छ के भन्छौ कति मिठो राइड ला भनेर सोध न एकतिर त्यही हो कस्तो लाग्यो होइन यो राइडहरू नर्मल हो जसले नि दिन्छ त्यही हो चल तर हाम्रो कुमारले चाहिँ बवाल पुऱ्याइदिए सनसेट हो यो सनसेट भन्दैन यसलाई है अझै गर्मी छ यार अझै गर्मी छ रेसुङ्गातिर नि हालिदिन्छु मैले अब यहाँ चाहिँ हाम्रो चट्टो पारामा चाहिँ अब फेरि यहाँ नुनामारी आइसक्यो तम्गासमाथि रेसुङ्गाको वन ओहो बवाल बस्नेदेखि नि भ्यू पोइन्ट ल तम्गास बजारदेखि नि भ्यू पोइन्टमा जाँदैछौँ हामी गाइज चलपल यही हो त्यही हो सो सबैजनाले हेरिदिनु होला भ्लग चाहिँ पट्टि खनाल छ हामी चाहिँ सट्टापारामा को नपर्सितिर त्यही हो रोसी सोसी खाएर होला नि त मसब लाग्छ तम्गासमा त्यही हो के भन्नु छ र त्यही हो रमाइलो छ सो तम्गासतिर रमाइलो छ गुल्मी मसब लगाइरहेको छ सबैजना आइदिनु होला दुर्गेश थापा आयो भने चाहिँ सबजना आइदिनु होला ज्योति मगरलाई त म भुल्नै सक्दिनँ उनको त म बिगेस्ट फ्यान हो त्यही हो ओइ के अरे कुमार ज्योति मगरको बिगेस्ट फ्यान होइन तिमी आई हेट
ज्योति मगरलाई चाहिँ हेड भन्दैछ त अब यिनले मन पऱ्यो नि त सिधै विष्णु माझीलाई हो विष्णु माझी बाहेक त अरूलाई होइन मलाई त ल कुमारलाई चाहिँ मैले अब विष्णु माझीको गीत गाइदिनु भनेको ल गाइदिउ त्यो हेर त कसो गर्छन् ए बा हेर त ओइ गाइज हेर त एक साइड बसेर कस्तो छ यहाँ ए बा यो चलपल ए ओ हेर त ए डरै लाग्यो यार ल हामी चाहिँ सो ट्याक्क हामी चाहिँ भ्यू पोइन्ट तमघास भ्यू पोइन्ट आयो यहाँ अङ्कलहरू पनि हुनुहुन्न रहेछ अङ्कल सन्चै हुनुहुन्छ ठिक छ ल यहाँ केही भनिदिन चाहनुहुन्छ यो भिडियोमा एउटा मिठो आफ्नो यो हाम्रो एरियालाई चिनाइदिनु न यो भनेको हजुर यो रेसुङ्गाको यो चाहिँ उपल्लो घुम्टी हजुर है गोर्जुरामाथिको उपल्लो घुम्टी हजुर टक्क यहाँबाट तमघासको दृश्य राम्रो देखिन्छ हजुर हजुर गोर्जुराको दृश्य राम्रो देखिन्छ हजुर जता कतै अरखाँचीसम्मको चाहिने दृश्य राम्रो देखिन्छ यहाँबाट दृश्य देखिन्छ सब देखिन्छ होइन रमणीय स्थल छ यो होइन सबैजनालाई आइदिन भन्नु न सबलाई चाहिँ रेसुङ्गा जाउँडे रेसुङ्गामा जोडिएर हजुर रेसुङ्गा चाहिँ रेसुङ्गामा एकचोटि हामी पुग्नै पर्छ है भनेर चाहिँ नि रेसुङ्गा आइदिनु हुन सबैलाई आग्रह गर्दछु ओके सो मेरो लभली अङ्कल यति माया छ है ल त्यही हो सो यहाँ अर्को अङ्कल पनि हुनुहुन्छ केही भन्न चाहनुहुन्छ तपाईँलाई त भरिपूर्ण भयो है ठिक छ केही छैन दाइले भनिदिइसक्नुभयो ठिक छ गुल्मी महोत्सव लगाइरहेछ सो सबैजना आइदिनु होला है ल हाम्रो अङ्कलहरूले माया चाहिँ दिनुभयो एकैछिन अङ्कल हामी चाहिँ अझै माथिसम्म जान्छौँ बस्नुहोस् है फर्किने बेला सँगै भयो अनि फर्किउँला अब ल रे हाम्रो यो तमघास बजार हो थोरै गोप्रोले भएर चाहिँ अलि टाढा देखिएछ तमघास बजार को आउनु भएको छ को आउनु भएको छैन रेसुङ्गा चाहिँ सबजना आउनु होला है रेसुङ्गा सबजना आउनु होला हामी चाहिँ थोरै माथिसम्म पुग्छौँ रेसुङ्गा चाहिँ जान्नौँ रेसुङ्गा चाहिँ फेरि अर्को पार्ट 2 मा चाहिँ हामी रेसुङ्गा बाइक लिएर गयो होइन कुमार गएन र पार्ट 2 मा चाहिँ दुई भाइको यिनी पनि थोरै यिनले पुरा भ्लग बनाइरहेछन् आजभोलि दामी दामी बनाउँछन् होइन सो इन्ट्रेस्टिङ यिनकोमा छ यिनको नाम चाहिँ टुमे भ्लग हो यो सबैजनाले हेरिदिनु होला सपोर्ट एकअर्कामा त हो हजुरहरूले सपोर्ट गर्नु हो भने हामीले नि गर्छौँ होइन र अनि गाइज अब त्यही हो होइन यहाँबाट माथि चाहिँ अब हामी 3टा घुम्टी कटेसी रेसुङ्गा गइन्छ तर अहिलेको लागि चाहिँ हामी गइएन गणेशको ट्युसन छ अब उसलाई धेरै फोर्स नि गर्नुहुन्न 12-15 दिनु पऱ्यो नि त अब अनि त्यही भएर हामी चाहिँ ऐसलु खान्छ रुको यहाँ ओए आइज ऐसलु च्याट्ट पारामा चाहिँ हामी यहाँ ऐसलु खाइन्छ ऐसलु चाहिँ कस्तो हुन्छ भने गाइजहरूलाई थाहा छ कि नै हाम्रोतिर ऐसलु भन्छ कि रे अब अरू ठाउँ के भन्छ हजुरकोतिर त के भन्छ मलाई थाहा छैन त्यही हो काफललाई के अरे हाम्रोतिर त काफल तिजु सिजु पाइन्छन् अब तिजुलाई के खन्ड्याङ हो कि के भन्छ कि कि त पर्वततिर खट्टाङ हो कि के भन्छ हाम्रोतिर यही भन्छ कति मिठा खाऊ न यस्तो प्रकृतिले दिइरहेछ मिठो मान्छेले हेर्छ अब मान्छेले त छोड कुकुरले नि यहाँ पाओ नि आएर मुख दिन्छ त्यही भएर म यहाँ माथिको खाम यार कुकुरले मुख दिन्छ त बिहान बिहान रनिङ उडाउने यताउति कुकुरहरू नि आउँछन् कि यतातिर फेरि रनिङ मान्छेले नि मुख दिन्छन् त्यही भएर सो गाई पतेराले मुख दिन्छ पतेराले त मुदिन्दु खानियो जस्तोले मुतेको देखेको भयो पो के अरे नदेखेको त रामकी बुध भन्ने खानी हो कि गाइज अब यत्नासम्मको हाम्रो चाहिँ यहाँको के भन्दाखेरि कतना रोक्यौँ भन्ने सब ऐसलुले बताउँछ त्यहाँबाट हामी चाहिँ अब अर्को पार्ट चाहिँ इक्जाम भएपछि 12को सिधै माथि टावरमा हामी बाइक लिएर गइन्छ हो कि नि कुमार गइन्छ ए इक्जाम छ ट्युसन सेसन जानुपर्छ अनि सरलाई भन्नुपर्छ अनि त्यसपछि अब इक्जाम सिक्जाम छ अनि पढ्नु पऱ्यो थोरै नि लाज पनि लाग्ने रहेछ कि इक्जामको बेलामा भ्लग नआयो भने मान्छेले उडाउनेले त उडाइहाल्छ नि ठिक छ खुट्टा तान्नेले तार्नुहोस् डजन्ट म्याटर तर अहिले त तिम्रै लागि हो अहिले त तिम्रै मेरै लागि हो जस्तो दुश्मनले जियो भने नि अहिलेको लागि त तिम्रै हो छोड ठिक छ अब होइन अब पढ्छु त पढिरहेको देखेँ र अनि पढेको अब रिजल्ट कस्तो आउँछ त्यही हो रिजल्ट चाहिँ हामी देखेनौँ यिनले मलाई ठी सार्ने यार बिदाइनी भयो परीक्षा त हुन्न कि अब हाम्रो खतिअलि
केटीबाले गर्दैन म फोन गरिसकेँ हो त्यही हो अब हामी चाहिँ यहाँ भ्युपोइन्टमा आइसक्यो ल है अङ्कल ओके ल हामी चाहिँ केपी ओली सरकार होइन ठिकै हो केपी ओलीले त अब पुरै मोड फोन गरिरहेको दिने कुरा हुन्छ ठिक छ भाइ अब त ठिक गऱ्यो हो स मात्र भएको भए गरिदिन्थे अब सबै छन् त्यही भएर गरिदियो ल कसैको आमा बाउ भेजा हान तेरो जस्तो छैनन् इक्जाम सार्दैन हुन्छ नगराइने हुन्छ भन्ने यहाँ भनेको थिएँ त्यही हो केपी बाको बुढी सानीमा पर्छ के हाम्रो त्यही भएर के मलाई कुरो मैले गरेँ अहिले त्यही भएर त हाम्रो सारिएको र 21सम्म त्यही त मैले पढेको थिएन अनि त्यसपछि ल सानीमा ट्याक्कै टपक्कै केपी बा पो बुढो हो र बुढी त बुढी भइ हिँडिन् त्यो नि हो त्यो होइन र तिमीलाई थाहा थिएन तिमी त भेजा रहेछ यार अब थाहा भयो अब जहिले जे भन्दा नि प्रतीकको सानीमा रहेछ साह्रै दिन्छन् इक्जाम भन्दै है सबैलाई त्यसपछि खुसी हुन्छन् खुसी हुने मात्रै हो सानीमा पनि हेर्दैनन् लुना मारे हामी चाहिँ ट्याक्क टङ्किसिन जान्छौँ भ्यू देखाइदिन्छौँ सबैले हेरिदिनु त्यही हो हेर्न मन लागेकाले हेर कर पनि छैन होइन त्यही हो भिडियो चाहिँ हामीले राम्रो फालिरहेको हुन्छौँ त्यही हो चलपल त्यति हो यहाँ पिकनिक सिक्निक आउने स्पोट हो सिसा फुटाले यस्तो छ यो गर्नु भएन अब यहाँ पोखरी सोखरी खन्ने छ होइन डोजरले यहाँ हेर न यहाँ बोर्डै हेर न बोर्ड छ जथाभावी फोहोर नगरौँ भनेछ यो भएन है डिसिप्लिन हाम्रै ठाउँ हो अस्ति नि मैले भने नगरौँ के खाइन्छ सबैले खाइन्छ र डिसिप्लिन मेन्टेन गर्नु पर्यो होइन हामी डिसिप्लिनमा आइयो अब यहाँ ठ्याक्क बाइक रोक्यो हामीले यहाँ बाइक यहीँसम्म लिन सक्छौँ सिसा फुटाल्दै अब सबै हुन्छ यस्तो हुन्छ यो खाने मान्छेले नि पढ्यो होला नि त 12 पास गरेर गाल्दा पढ्यो होला विदेश गएर आला कमाला तर नो प्लास्टिकमा राखेर ब्याड हो कि होइन बरु इङ्ग्लिस बोल्दिउ न व्हाट इज योर नेम भन्दिउ इङ्ग्लिस बोल्दिउ म नेपाली हो नि त सोध्छ नेपाली हो यार छातीमा नेपाल टाउको छातीमा नेपालको बोकेर हिँडेको टाउकोमा टोपी छैन दौरा सुरुवाल छैन ढाका टोपी छैन तर सोध्छ नेपाली हो कसरी नेपाली हो भन्दा मेरो नागरिकता छ मेरो नि छै नागरिकता 1 महिना भयो बनाएका कोरोना गरिदिउँ त्यही हो नेपालको नागरिक भएपछि अलि छुचो हुनुपर्छ त्यही हो अलि ल सो गाइज यहाँबाट चाहिँ म यसो टावरमा जान्छु यहाँ माथिको टावरमा ओहे लुट्यो यार सिसा हान्नु थिएँ लाग्यो यार लुट्यो अब यहाँबाट म यस्तो चढ्छु यहाँबाट ट्याक्क ओए डर लागिरहेछ है डर लागिरहेछ के गर्ने डर लागिरहेछ ल सनसेट देखियो सनसेट भन्दैन गर्मी चढ्यो है कङ्गासतिर गर्मी छ बट त्यही पनि ज्वरो आउँछ इक्जाम चलियो अनि त्यही भएर यत्रो लगाएको किन यत्रो लगाइस् भन्नु त्यही हो चलपल सबैलाई माया छ है यहाँबाट भ्यू हेरौँ ओहे बबाल रे सुङ्गा माथि अनि यहाँ चाहिँ ओए बबाल म यहाँ छु मेरो मन यहाँ छ त्यही हो ट्याक्क पारामा यहाँबाट तल चाहिँ गीत बजे हो अलिअलि सुन्नुभयो होला उस गऱ्यो के महोत्सव चल्यो आज चाहिँ प्रीतियाले दिदी आह त्यो चाहिँ उसको के अरे ठुला आएको छोरी हो कि मेरो त्यही हो माथि चिलुडिराहान अब यहाँ केटाकेटीको याद आउँछ कि नै के तपाईँहरूलाई कुवामा होइन कुवा त भन्दैन त्यही नि यहाँ चिच्चोछु कस्तो सुनिन्छ ओए माया छ सबैलाई कस्तो ठक्किन्छ अन्त सानामा हामी यसो गरिन्थेन र यस्ता कुवामध्ये पसेर को गर्न होइन कमेन्ट गरौँ है म चाहिँ गर्छु अझै नि गर्छु अझै नि सानो छु म भर्खरै त नागरिकता बनाएर नागरिक भएको नत्र त सानै छु अझै बिहा गर्न छ अब 12को इक्जाम दिन फेरि आएर इक्जाम पुथिरो दिने 11 गतिसम्म त सक्रो हुँदो अब के गर्ने त्यही यत्रो शीतले पढ्दै अब पढ्दा पढ्दै नि भएन भने त्यही हो चलपल पोखरामा भन्ने चलपल त्यहाँबाट हिँड्ने यस्तो छ बाटो डर लाग्यो
ए बाटो यस्तो हो डर लाग्छ कोही छैनन् छोपिदिने नि कस्तो डर लागिरहेको मलाई मात्रै डर लागेको कि अरूलाई डर लाग्छ कस्तो डर लाग्छ यहाँबाट त्यस्तो गर्ने डराउनु पर्छ ज्यान त सबै छ ज्यान छैन त केही छैन त्यही हो सबैलाई माया छ लगाइदिनु होला ब्लग हेर्ने मनलाई हेरिदिनु होला नहेर्ने मनलाई नहेरिदिनु होला म त केही भन्दैन ल गाइज मेरो चाहिँ आज भिडियो आउँदैछ सो सबैले सपोर्ट गरिदिनु होला भिडियो आउँदैछ ट्याक्क म आज सके भने आज नसके भोलि त म पक्कै राख्छु सो सबैले हेरिदिनु होला त्यही नै हो माया गरिदिनुहोस् त्यही हो माया गर्दा गर्दै नभए त के गर्ने त्यही हो भिडियो चाहिँ आज बेलुका झर्छ कि भोलि झर्छ है त्यही हो ल गाइज अब हामी चाहिँ नुनामारीबाट जानु पर्यो बाइकले नि कस्तो पुरा मङ्कीले चाहिँ हेरेको कि होइन बाँदर चाहिँ हेरेको कि ट्याक्क भएर अब ल बाँदर यो भन्ला फेरि डुकुरले यत्रो बाँदर अनि ल त्यही हो अब हामी नुनामारीबाट अब चाहिँ हामी गोर्जुरा झर्छौँ अनि त्यसपछि हुन्छ चलपल अब गोर्जुरा झर्नेसम्मको भिडियो बनाउनु न सिधै गोर्जुरा गएर बनाउँछु है आऊ ओके तात्छ नि त बाटो हामी लिक्विड सुक्यो छ्यास सिसा बिज्यो नि भेजा हुन्छ अहिले फेरि सुकिहाल्नुपर्छ अनि कत्रो पर्छ पाल भन्ने कुरो हुन्छ सानो भयो त ल लिक्विड हालौँ भने सुत्ने फेरि फाल्दियो होइन यहाँबाट पनि हामी चाहिँ निक्लिसकेको ल है ल सो गाइज यो ठाउँ देखिसक्नु भएको छ होला यो चाहिँ हाम्रो यो ठाउँलाई के भन्छ सुरुमा त तपाईँहरूले भोट गर्ने हो त्यसपछि यो ठाउँ हजुरहरूले भन्नुहोस् अनि त्यसपछि म भनिदिन्छु तर म भनिदिन्छु भर्खरै नाचिदिनुहोस् ट्याक्क रुख पनि कति दामी देखियो हाम्रो बाटो अनि त्यसपछि यता पछाडिको सिन यो ठाउँ के हो भनिदिनुहोस् है यो ठाउँ के भन्छ भने यो ठाउँलाई गोर्जुरा भन्छ बुझ्नुभयो गोर्जुरा हो गोर्जुरा पार्क माथि छ यहाँ रेसुङ्गा लेखेको ठुलो अक्षरमा तर यहाँ घाम लागेर देख्न सकिएन अब भने देखाउँछु वेट फर फ्यु मिनट्स रुक्नुहोस् है यसो ल गाइज हाम्रो चाहिँ यो देख्न सक्नुहुन्छ पढ्न सक्नुहुन्छ के छ यहाँ यो चाहिँ हाम्रो गोर्जुरामा लेखिएको छ यो चाहिँ हाम्रो गोर्जुरामा लेखिएको छ यसको नाम चाहिँ रेसुङ्गा देखिसक्नु भएको होला रेसुङ्गा के अरे रेसुङ्गा यहाँबाट चाहिँ भगवान् देखिन्छ हाम्रो रेसुङ्गा भन्ने त सुन्नुभएको छ होला कि हो मधुपुर बनाए तल तम्गास बजार माथि रेसुङ्गा चलिरहेको आए जस्तो नि भइरहेको सो गाइज देखिसक्नु भएको होला के देखाइरहेको देखिसक्नु भयो होला हाम्रो रेसुङ्गा यो चाहिँ हाम्रो गोर्जुरा तल चाहिँ हाम्रो तम्गास बजार नि राम्रो छ अनि त्यसपछि यहाँ हाम्रो यो चाहिँ गोर्जुरा अनि ट्याक्क यहाँ चाहिँ यता चाहिँ राम्रो छ रेसुङ्गा लेखेको छ यसमा को आउनुभएको होइन कमेन्ट गरिदिनु ट्याक्क पारामा सबै आइदिनु होला राम्रो छ घुम्ने जस्तो छ फोटो भिडियो बनाउनु जस्तो छ त्यही हो म यहाँ छु रेसुङ्गा लेखेको यहाँ छ सो अहिले घामको कारणले देख्दैन यहाँ चाहिँ आइदिनु होला आएको मान्छेले त चिन्नुहुन्छ होला यत्तिकै नि आइदिनु पऱ्यो है सबजना ल सो गाइज त्यही हो अब चाहिँ भिडियो यति नै हुन्छ त्यही तलबाट आएको अनि यही माथिसम्म आएको अब चाहिँ तल गएको के देखाउने हजुरहरूलाई अब ट्याक्क म कमेन्ट गर्न चाहन्छु सो सबैजनाले हेरिदिनु माया गरिदिनु त्यही हो
अब त्यही हो, अब बिस्तारै बिस्तारै भिडियो राखिरहेको छु। सो सबैजनाले हेरिदिनुहोस्। त्यही हो, तलबाट आएको माथिसम्म आएको अनि त्यसपछि यता आएपछि इन्डिङ गरौँ, तल गएको के देखाउने भन्ने। तमघासमा आउनुहोस्, तमघासमा मेला लागिरह, मेला हेर्न आउनुहोस्। सो रमाइलो छ मेला पनि। त्यही हो, अब चाहिँ यहाँबाट म इन्ड गर्छु। सो सबैजनाले हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। युट्युब च्यानलमा नि आउँछ, टिकटकमा नि आउँछ, सबैमा आउँछ। सो सबैले हेरिदिनु होला, सपोर्ट गरिदिनुहोस्। त्यही हो, हजुरहरूलाई नै मेरो सपोर्ट छ, सपोर्ट गर्छु अझै पनि। त्यही हो, बिस्तारै बिस्तारै भिडियो हाल्दै गर्छु। ओके, पहिला चाहिँ बाई। सो सबजनालाई हेरिदिएकोमा थ्याङ्क यू।